ल चाहिँ आज चाहिँ मेरो गाडीको टुर गराउँछु तपाईँहरूलाई, भित्र बाहिर सब देखाउँछु। अनि यो चाहिँ मैले आफैले घर बनाएको, यो चाहिँ हेलमेट हो, नाम हाइवे ह्याकर छ, तर यहाँ चाहिँ सी छैन, मिस्टेक भयो। अनि त्यहाँबाट यहाँ चाहिँ सम्मानिका एन्ड लभ अमोस हो, यसले स्ट्रेट छेक्दाखेरि हुने रहेनछ। अनि यो किरिङ मैले त सुर्केत किनेको। अनि यो यता कति एउटा दुईवटा तिनवटा 4 5 6 7। अनि यो सुली हरन हो, यो चाहिँ त्यत्तिकै सोको लागि चाहिँ। अब चाहिँ मैले चाहिँ ट्याङ्की नपाएर हो, ट्याङ्की पायो भने चाहिँ म चाहिँ सुली हरन हाल्ने हो यो अटोमा। अनि चाहिँ यो चाहिँ मैले आफैले लेखेको हो हातले, यो डिजाइनहरू। अनि यिनीहरू सबै मैले आफै घरै बनाएको हो यिनीहरू चाहिँ। अनि यो आँखा, यो लुक्स आँखाको। अनि यो मैले आफैले त्यो इक्जाम गर्ने डप्टी हुन्छ नि, डप्टीको काटेर गराएको। अनि यो चाहिँ रेड हालेर आफैले घर यो जुङ्गा किनेको हो। अनि यिनीहरू चाहिँ सबै हातले स्टिकरहरू सबै मेरो आफ्नै घरै छ। यो पनि म आफैले ड्र गरेको है, चित्र गराएको। अनि यो भइहाल्यो। अनि त्यसपछि यतापट्टि यो पनि सबै ह्यान्डमेड हो, यो पुरै मैले हातले बनाएको हो। यो 4x4 बाइकहरू सबै यो चाहिँ स्टिकर किनेर लिएर आएको त सुर्केत। अनि यो चाहिँ यिनीहरू डटहरू छ नि, यिनीहरू सबै चाहिँ मैले गरेको, हातले बनाएको। अनि यो डिजाइन हो यिनीहरू। अनि यो हातले यो पनि हातले नै बनाएको, तलको यो यिनीहरू भइहाल्यो। यहाँ चाहिँ यो अमोस एक्सप्रेस, यो चाहिँ स्पोइलर हो, स्पोइलर भन्दा नि यो चाहिँ मैले चाहिँ घरै बनाएको हो। यो चाहिँ देखिरहनु भयो, मैले हालेको थिएँ फेसबुकमा युट्युबमा, त्यो कसरी बनाएको भनेर। अनि यो मैले सबै घर बनाएको, यो पुरै किला ठोकेको छ नि त। अनि यो किला ठोकेको यो र ऊ हो के अरे लट्ठीको पलाइको हो, यो पलाइको मैले घरै बनाएर चाहिँ ओल्डिङ गर्न चाहिँ गरेर आएको। अनि यो चाहिँ यो पनि मैले हातले बनाएको, यताको खाइको यस्तो छ लुक्स। अनि त्यसपछि यो छ मेरो पछाडि ब्याक लुक्स होइन। अब चाहिँ म भित्र देखाउँछु। भित्र चाहिँ यस्तो छ होइन। भित्र चाहिँ यहाँ चाहिँ अब मैले चाहिँ आज यो शीतहरू चाहिँ च्यात्ते खाएँ क्या, बाहिर मात्र राम्रो भनेर हुन्न, भित्र पनि राम्रो बनाउनुपर्छ। यो चाहिँ मैले च्यात्ते खाएँ। यिनीहरू चाहिँ आज चाहिँ मैले कुरा गरेँ कि म चाहिँ सोफा बनाउनेवाला छु। एमा चाहिँ डायमन्डको ट्याक्कै डायमन्ड हुन्छ नि, हो त्यो चाहिँ सोफाहरू बनाउनु लाग्छु। अनि यो चाहिँ मेरो भित्रको यस्तो छ। अनि ह्यान्डलमा चाहिँ मैले ऱ्याप हानेको। अनि यो भइहाल्यो। यता लुक्स यस्तो छ मेरो भित्रको चाहिँ है। अनि दुगो। अनि यो चाहिँ एम्प्लिफायर, MP3 भनौँ, MP3 मोबाइलको स्ट्यान्ड। अनि टक्क पुस्सा लगाउने होइन। अनि यस्तो छ। अनि यो चाहिँ रिले हो, रिले सबैलाई थाहा होला होइन रिले। अनि त्यो हर्न चाहिँ मेरो पहिला चाहिँ 18वटा बज्ने थियो, पहिला चाहिँ 18वटा हर्न बज्ने थियो। अहिले चाहिँ 18वटा छ भन्दाखेरि पनि ठिक 8वटा बज्छ। 8 भन्दा नि हिजो अलिकति झ्याउ लागेर अलि हर्नमा चाहिँ त्यो कालो हर्नमा चाहिँ हुन्छ नि, त्यो पपअप गर्ने हर्नमा चाहिँ ऊ गरेछ क्या, पानी छिरेर खैलागिसकेको रहेछ। त्यहाँदेखि खासै पावर नदिने त, कहिले बस्छु एउटा मात्र टोइन बज्ने, कहिले पपअप मात्रै गर्ने थियो। अनि त्यो चाहिँ मैले हिजो रिस उठेर फुलालिदिइहालेँ। अब चाहिँ म लगतै नेपालगञ्जतिर यतातिर गयो भने चाहिँ यो ट्याङ्की किनेर ट्याङ्कीपछि त्यहाँबाट चाहिँ टिप्परहरूमा हर्नहरू बजाउँछ नि, हो त्यसरी हाल्ने विचार छ मेरो चाहिँ होइन। अनि यहाँ चाहिँ बेस छ मेरो। अनि यहाँ पनि छ फेरि मेरो, यहाँ पनि छ भित्र यो ब्याट्री भइहाल्यो। अनि यहाँ ठुलो छ, यो 2टा जति छ। अनि यो मेरो गाडीको लुक्स है। यहाँ चाहिँ मैले फ्रेम राखेँ थिएँ, फ्रेम चाहिँ अब धेरै हल्लिएको गर्दाखेरि सिसाहरू चाहिँ यसरी पुरै चर्किएको रहेछ क्या, यता चर्किएको, यहाँ चर्केछ। अनि यहाँबाट चाहिँ अस्ति कस्ने बेला चाहिँ यो साइडबाट पुरै यस्तै यहाँबाट यहाँ गएको क्या। अनि त्यही भएर फुटाएर अब त्यो भएर नहाल्ने, अब हाल्ने पऱ्यो भने चाहिँ त्यो। अनि यहाँबाट ओल्डिङ गरेर ट्याक्क यस्तो गरेर हाल्ने विचार छ मेरो। अनि टायरहरू सबै नयाँ छ, त्यस्तै खासै हिँड्दैन गाडी चाहिँ। अनि बेला कतै जानु पऱ्यो भने चाहिँ धेरै जस्तो यो अटो चाहिँ हाम्रो पर्सनलको लागि युज हुन्छ। कहिले कता जाने, कहिले कता सुर्केत नेपालको चाहिँ एकचोटि गएको, एकचोटि गएर चाहिँ एक्सिडेन्ट भयो, त्यहाँदेखि चाहिँ गएको छैन, डर लाग्छ। अनि यता मेरो बाइकमा कपडा सुकाउने बाइकहरू केही कामै छैन यहाँ।
यहाँ चाहिँ मेरो एक्सिडेन्ट भएको थियो कि यो चाहिँ कुच्ची थियो यहाँ कुच्चिँदाखेरि चाहिँ मलाई अलिकति अब भनेर त्यहाँबाट ढ्याप हानेको अब ऊ नमिलेर चाहिँ घाममा चाहिँ आफै उत्रिँदो रहेछ कि यस्तरी पुरै उत्रिँदो रहेछ अनि यो चाहिँ मैले हातले डिजाइन गरेको आफैले इन्डियर यो अनि हेलमेटमा चाहिँ वान लभ मार्ली छ होइन कपडा ढाक्ने दिनभर बेला बेला चलाउने त्यस्तो केही छैन